नमस्कार दर्शकवृन्द, स्वागत छ हाम्रो च्यानलमा। आज हामी कुरा गर्दैछौँ नेपाल प्रिमियर लिग NPL को दोस्रो संस्करण अघि चर्चामा रहेका खेलाडी लाहिरू मिलन्था र उनको टिम जनकपुर बोल्ट्स बारे। केही इनिङ्सहरू त्यस्ता हुन्छन् जसले स्कोरबोर्ड भन्दा धेरै प्रभाव पार्छन्, खेलकै इतिहासमा छाप छोड्छन्। पहिलो संस्करणको फाइनलमा लाहिरूले सुदूरपश्चिम रोयल्स विरुद्ध खेलेको 87 रनको इनिङ्स त्यो कहिल्यै भुल्न सकिँदैन। जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग लिग र क्वालिफायर दुवै चरणमा हार बेहोरेको थियो। आत्मविश्वास कमजोर भइसकेको थियो, तर लाहिरूले एक्लैले खेलको कथा उल्टाए। सुदूरपश्चिमका प्रशिक्षक जगत तामाङ अहिले पनि त्यो दिन सम्झन चाहँदैनन्। उनी भन्छन्, हामीले राम्रो खेलेका थियौं, तर लाहिरूको इनिङ्स र उनको आसिफ शेखसँगको साझेदारीले खेल पल्टायो। पहिलो NPLमा टिमलाई जिताउने लाहिरूलाई जनकपुरले दोस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको छ। जनकपुरका फ्यानबाट पाएको माया, साथ र सफलताबाट प्रभावित भएर उनले अर्को टिममा जाने सोच पनि गरेनन्। लाहिरूको यात्रा सुरु हुन्छ श्रीलङ्काको कलुतरामा। 1994 मे 28 मा जन्मिएका उनले सेन्ट पिटर्स कलेज कोलम्बोमा अध्ययनसँगै क्रिकेट खेले। सुरुमा लेग स्पिन बलर थिए, तर पछि विकेट किपर ब्याट्सम्यान बने। 2013 डिसेम्बर 12 मा उनले रागामा क्रिकेट क्लबबाट लिस्ट ए डेब्यू गरे। 2017-18 को घरेलु सिजनमा उनले 6 खेलमा 448 रन बनाए। त्यो सिजनका शीर्ष रन स्कोरर बने। यसपछि उनले बेस्ट ब्याटर अवार्ड पनि जिते। 2020 मा उनले 252 रनको डबल सेन्चुरी प्रिमियर लिगमा हानेपछि उनको नाम एकदम चर्चामा आयो। जनकपुरको सफलताको कथा लाहिरू बिना अधुरो हुन्छ। उनको सैन्य, धैर्य र इनिङ्स बनाउने क्षमता टिमको शीर्ष क्रमको बलियो आधार बन्यो। पहिलो खेलमै उनले विराटनगर किङ्स विरुद्ध नटआउट 75 रन बनाएर प्लेयर अफ द म्याच बने। तर पाँचौं खेलदेखि उनले फर्म गुमाए। तर ठूला मञ्चका लागि जन्मिएका खेलाडी ठूला क्षणमै चम्किन्छन्। फाइनलमा उनले 87 रन बनाए। लाहिरू भन्छन्, त्यो अनुभव अविस्मरणीय थियो, शब्दमा भन्न गाह्रो छ। NPL अघि पनि उनले लुम्बिनी अल स्टार्सलाई नेपाल T20 लिग जिताउन सहयोग गरेका थिए। त्यो बेला पनि उनले 349 रन बनाएर तेस्रो शीर्ष रन स्कोरर बनेका थिए। रोचक कुरा के भने उनले पहिले जिम्बाब्वेको T10 लिगमा हरारे बोल्ट्सका लागि पनि खेलेका थिए, जहाँ न्युजिल्यान्डका जिमी निसाम पनि थिए। त्यसैले बोल्ट्स नामले पनि उनलाई आकर्षित गर्यो। तर यो NPL उनको लागि फरक अनुभव रह्यो, निष्पक्ष र चुनौतीपूर्ण। फाइनलमा दबाव त थियो नै, तर उनले भने हामीसँग गुमाउन केही थिएन। त्यसैले पावर प्लेमा फाइदा उठाउने निर्णय गर्यो। आसिफ र म दुवै पहिले राम्रो खेलेका थियौं, त्यसैले दिमागमा कुनै डर थिएन। मैले उनलाई भनिरहन्थे, आरामले खेल, टेन्सन नलेऊ, यो डु अ डाई गेम हो। 15.3 ओभरमा जब लाहिरू आउट भए, जनकपुरलाई अझै 19 रन चाहिएको थियो। तर अन्तिम 8 बलसम्म खेल टर्निङ मोडमा रह्यो। हर्ष ठाकुरको नटआउट 30 रनले लाहिरूको मेहनत व्यर्थ हुन दिएन। पूरा टुर्नामेन्टमा उनले 293 रन बनाए, जसमा 2 हाफ सेन्चुरी पनि छन्। उनले सबैभन्दा बढी 34 चौका प्रहार गरे र विकेट किपरको रूपमा सबैभन्दा बढी स्टम्पिङ र डिसमिसल पनि गरे। जनकपुरका निर्देशक अमितराम श्रेष्ठ भन्छन्, लाहिरूको साइनिङ हाम्रो स्वर्णान्तिक निर्णय हो। उनी नेपालमा खेलिसकेका छन्, त्यसैले त्यो अनुभव हाम्रो लागि राम्रो हो। अब हेर्न बाँकी छ के लाहिरू मिलन्था यसपालि पनि जनकपुरलाई उपाधि जिताउन सक्नेछन्, के उनका ब्याटबाट फेरि इतिहास दोहोरिन्छ? तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस्। र यस्ता नेपाल क्रिकेटका अपडेट्सका लागि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।